भित्र पहाडभित्रको जुन अक्सिजनको पाइप ग्यासको रिङ स्टेट है, यो भयो एउटा मुख अनि यो भयो अर्को मुख। भित्रसम्म गएको छ, भित्रसम्म। अनि भित्र चाहिँ है यस्तो डरलाग्दो अँधेरो छ, दिन र रात छुट्याउनै सक्दैन। भने अहिले घरि टनलको काम चाहिँ है फिनिसिङै भएको छ भनौँ न है। अनि रेल लिक लगाउने काम साथै इलेक्ट्रिक लगाउने काम भइरहेको छ। भने यस्तो छ हेर्नुहोस्, रेल लिक यहाँबाट जोड्दै 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 लिएर गएको छ। यो चाहिँ स्टार्टिङमा जोडेको एकदमै लामो, अनि जोड्ती छुट्याउनु पनि सक्दैन। यसको जोइनिङ चाहिँ यहाँनिर छ, हेर्नुहोस्। लु तपाईँहरू आफै भन्नुहोस् त, चिन्छ यसको जोड्ती? यो बिचबाट चाहिँ अहिले घरि भित्रदेखिको है, भित्रदेखिकै जुन चाहिँ पिसिसी है ढलाइ हुने काम हुँदै आइरहेको छ भने यो बाहिरको ब्रिज यस्तो छ, हेर्नुहोस् है। अनि स्टार्ट यहाँबाट हुन्छ जुन चाहिँ टनल, यो तलबाट जुन चाहिँ अन्डरग्राउन्ड भित्र पहाडभित्रको जुन चाहिँ पानी सोसिन्छ नि, त्यो सोसेर चाहिँ निक्लेको। अनि यो जुन चाहिँ ड्रेन देखिराख्नु भएको छ नि माथिपट्टिको, यो माथिपट्टिको ड्रेनबाट चाहिँ अक्सिजनको पाइप, ग्यासको पाइप अनि पानीको पाइप, विभिन्न किसिम किसिमको पाइपहरू जाने छ भने चाहिँ दुईटा जुन चाहिँ ड्रेन छ है, एकदमै ठुल्ठुलो ड्रेन छ। अनि इलेक्ट्रिकको कनेक्सनहरू हुन्छ, हेर्नुहोस्। अहिले स्टार्टमा चाहिँ यसरी रिङ स्टेटमा कोर्दै आइरहेको छ। म्याक्सिमम 3 किलोमिटरभन्दा ज्यादा हो यो टनल है। 4 किलोमिटरको छेउछेउ टनल हो नि त यो। भने यस्तो छ, एकदमै चिल्लो चिन्दैन पनि, हेर्नुहोस् न। फिनिसिङ ऐना जस्तो देख्छ। कसले सोचेको थियो होला फ्युचरमा चाहिँ यस्तो हुन्छ यो जग्गा भनेर। अनि यो ब्रिजबाट जाने छ सेभोक टु रम्फूसम्म अनि रम्फू टु नथुलासम्म।